हेलो फ्रेन्ड्स, मैले टमाटर पोल्दैछु। आज के भन्छ लास्टमा थाहा पाउनुहुन्छ है हजुरहरूले। अनि त्यसपछि यो खुर्सानी सिलौटामा लिएको छु, यो लसुन, यो टिमुर, यो नुन, अनि यो सबैलाई पिसेर मैले पेस्ट बनाउँछु फर्स्ट अफ अल है। यो सबैलाई त्यसपछि चप गरेको प्याज राखेको छु, त्यसपछि टमाटर पाक्यो अनि पिसेको पेस्टमा अब टमाटर एड गरेर मैले यसलाई अचार बनाउँछु मजाले पिसेर है। अनि त्यसपछि यो पिस्यो रेडी भयो। देन प्याजमा चाहिँ अब सबै सोरेर मैले हाल्दैछु त्यो पिसेको टमाटर लसुन हैन टिमुर खुर्सानी सबै मिक्स गरेर मैले जुन त्यो पेस्ट बनाएँ त्यसलाई चाहिँ मैले प्याजमा हाल्दैछु। अब हाम्रो उसको आयो स्टार इन्ग्रेडियन्ट, त्यो हो सिद्रा। सिद्राको मैले अचार बनाउँदैछु। जैया पारिदिएँ अचारमा अनि यो एकदमै डेलिसियस भएको थियो। टिमुर चाहिँ अप्सनल हो, हाले पनि एकदमै थोरैमा हाल्नु होला, नत्र सिद्राको स्वादलाई चाहिँ टिमुरले जित्दिन्छ अनि त्यस्तो टेस्ट आउँदैन सिद्राको, त्यही भएर नहाल्दा पनि हुन्छ। एन्ड देन हाम्रो सिद्राको अचार रेडी भयो। यो चाहिँ एकदमै टेस्टी एन्ड मिठो भएको। टिमुर चाहिँ अप्सनल हो अनि हाले पनि एकदमै थोरै हाल्नु होला, नत्र सिद्राको स्वादलाई चाहिँ कम गरिदिन्छ, टिमुरले जित्दिन्छ। थ्याङ्क यू, आजको लागि यति नै। लाइक एन्ड सब्सक्राइब गरिदिनु।